Why wait? Chow chow. Good. हेलो गाइस, वेलकम माई न्यू भिडियो। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। आज चाहिँ म फेरि पनि अस्ति चाहिँ मैले उसको के रे चटपटेको भिडियो लिएर आएको थिएँ। आज चाहिँ म वाइ वाइ चाउचाउ बनाउन गइरहेको छु। अब चाउचाउ धेरै भयो चाउचाउ नखाएको, अनि त्यही भएर आज चाहिँ चाउचाउ खानु पर्यो भनेर अनि मैले चाहिँ भित्र बनाउनलाई रेडी गरेको छु। अनि बाबुलाई चाहिँ मैले चाउचाउ लिन पठाएको छु। ठ्याक्कै आएछ। कहाँ गएर आउनुभएको? पसल के लिएर आउनुभयो? देखाउनुहोस् त। पैसा फिर्ता मैले पैसा ठिक्क दिएको थिएँ नि त। अनि फाइनली हाम्रो चाहिँ यहाँ नास्ता। अनि मेरो छोरो के छ अनि खबर? यता हेर, नमातेर यता के सिधा हेर। मेरो छोरो स्कुल गएर आएको कि होइन रे? गएर आएको नि। के पढ्नु भयो आज स्कुलमा? पढेन? के गरेर आएको? अरूले मात्र लेख्यो, तिमीले चाहिँ नलेखेको? किन? मेरो छ भनेर भनिरहेको सुनेन। ए सुनेन, सुन्नु भएन भन्नुपर्छ है। अनि हजुर, अनि फाइनली म चाहिँ घरको काम सकाएर बाबु आउँछ कपडा पनि धोएँ। कपडा टक्क धोएर अनि त्यस घरको काम सकेर अनि आज चाहिँ मैले दिउँसोबाट भ्लग गराएको, किनभने बिहानबाट भ्याएन क्या। अलिअलि शरीर खासै सन्चो थिएन, अनि त्यही भएर पनि त्यति साह्रो गर्न पाएन। अस्तिको भिडियोमा हजुरहरूको सपोर्टको एकदम खाँचो छ है मलाई। पहिलाको जस्तो अब धेरै पछि भिडियो हालेर पनि होला, भिडियो चाहिँ त्यति राम्रो गएको छैन। आशा छ पक्कै पनि बिस्तारै जे पनि आफूले मेहनत गरिसकेपछि त हो नि, जे पनि राम्रो हुने आशा छ। पक्कै पनि तपाईँले माया गरिदिनु हुनेछ। अनि म चाहिँ चाउचाउ बनाउन लागेँ, ढिला नगरी। ओके, हेर्दै गर्नु। फाइनली मैले चाउचाउ चाहिँ हालिसकेँ। अनि अब चाहिँ सुप हाल्दैछु। अनि नझरेको, किनभने यहाँले राम्रोसँग खिच्नै पाएन क्या। छ अब यहाँनिर चम्चाले गर्दैछु। म त सिम्पल तरिकाले पकाउँछु है, तेल सेल त्यति साह्रो हालेर गराउँदिनँ कि म पानीमा चाहिँ गरेर। मलाई चाहिँ यस्तो मनपर्छ, त्यही भएर। अनि यहाँ छ मेरो चाहिँ हरियो खुर्सानी, प्याज, अनि यो चाहिँ धनियाँ। यहाँ चाउचाउ फेरि कसरी पाकिरहेको छ देख्नु भएको छ। अब चाहिँ म अन्डा हालिदिनु लाग्छु। अन्डा चाहिँ म यस्तरी घोलेर हालिदिन्छु कि। अन्डा हालिदिन लाग्छु। बाबुलाई र मलाई हो, दुईजना मात्रै, त्यही भएर दुईवटा चाउचाउमा दुईवटा अन्डा हालेर गराउन लाग्छु। यस्तरी पाकिरहेको छ देख्न सक्नुहुन्छ। अब चाहिँ म धनियाँ हाल्न लाग्छु। यस्तरी धनियाँ हालिदिनु लाग्छु। एउटा हातले समाते कस्तो अप्ठ्यारो भएको के चाहिँ डाडुले नै यस्तरी पकाइदिइरहेको छु। मलाई यस्तो चाउमिनवाला के लामो लामो बनाएर मनपर्छ, त्यही भएर। अनि यहाँ चाहिँ तयार पार्दैछु दुईजनालाई कटौरा, देख्न सक्नुहुन्छ। म चाहिँ चाउचाउ पनि हालिसकेँ। यहाँबाट यहाँ हालिसकेँ। त्यसपछि यहाँ चाहिँ मैले प्याज हालेँ, खुर्सानी पनि हालेँ, देख्न सक्नुहुन्छ। अब चाहिँ हामी खान लाग्छौँ। फाइनली हामी चाहिँ अब के खान लाग्छौँ? Why wait? Chow chow. गुड। ल चेस गरौँ। 1 2 start go. ल छिटो छिटो बसेर।
फाइनली यति छ सकाउन लागिसकेँ मैले। म चाहिँ फिनिस पार्न फाइनली मैले चाहिँ चाउचाउ खाएर सकाइसकेँ। देख्न सक्नुहुन्छ एक कटौरा पसिना आएर पिरो खान्छु नि त म बढी, त्यही भएर। अनि सबैजनाले मेरो जति पनि युट्युब फ्यामिलीहरू हुनुहुन्छ, मैले पहिल्यैदेखि भनिरहेको छु, जसरी मेरो जुनेली ब्लग युट्युब च्यानललाई जसरी माया गरिदिनु भएको थियो त्यस्तै गरेर फेरि पनि माया गरिदिनु हुन्छ भन्ने पक्कै पनि आशा राखेको छु। म चाहिँ अहिले नयाँ भिडियोहरू ल्याउन सकेको छैन, किनभने छ कि मोबाइलको क्यामेरा पनि त्यति राम्रो छैन अनि बाहिर पनि कहीँ हिँड्न पाउँदिनँ। त्यही भएर अब घरमा यताउति गर्दा के भ्याउँदैन, त्यही भएर हो। त्यही पनि मैले ल्याउने कोसिस गर्छु, पहिलेको जस्तै माया गरिदिनुहोस्। अनि सम्पूर्ण मैले चाहिँ फिनिस गरिसकेँ, देख्न सक्नुहुन्छ। पिरो खान्छु कि म त, अनि पिरो खाइन भने त खाए जस्तै हुँदैन। अनि आज चाहिँ हामी दुईजना मात्र छौँ, अरू फेरि सबैजना बाहिर जानुभएको छ। म फेरि पनि भन्छु, पहिला जसरी मेरो युट्युब च्यानललाई माया गरिदिनु भएको थियो, जुनेली भ्लग युट्युब च्यानललाई, त्यसै गरेर मेरो यो नयाँ युट्युब च्यानललाई पनि पक्कै पनि माया गरिदिनु हुनेछ भन्ने आशा राख्दै मैले त्यति राम्रो भिडियोहरू त ल्याउन सकेँ छैन, किनभने बाहिर पनि जान पाउँदिनँ म। अब घरभित्रै कति गरेर बाहिर यसो घुम्न डुल्नु पाए पो भिडियोहरू बनाउन पाइन्छ, कहीँ जान पाएको छैन। त्यही भएर त्यही पनि ब्लगिङ सानो अब यहीँ घरभित्रैमा आफूले गर्ने काम, अब भनौँ न आफूले खाने कुराहरूको के सानोतिनो ब्लग मात्र गराउन खोजेको। सबैजनाले मलाई माया गरिदिनु होला, माया गरिदिनु हुनेछ, आशा छ पक्कै पनि माया गरिदिनु हुनेछ भन्दै मेरो यो जुनेली भ्लग युट्युब च्यानललाई सबैजनाले माया गरिदिनु होला भन्दै आजको ब्लग चाहिँ यहीँ टुङ्ग्याउँछु। नमस्ते।